सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेको छ। यो एकदम राम्रो सुरुवात पनि हो। किन भन्दा यति सानो देशमा सरकारबाट हटिसकेका र सरकारी सेवामा रहेर सरकारी सेवाहरू सुविधा लिँदै गरेका र त्यहाँ सरकारी सेवाबाट हटिसकेपछि पनि ती सेवाहरू लिँदै आइरहेका थिए। यसले गर्दाखेरि के भइरहेको थियो त भन्दा सरकारी ढुकुटीमा असर परिरहेको थियो। अब यति सानो देशमा यसरी सबैजनाले लिने हो भने धेरै खर्चहरू आउँछ। त्यसले गर्दाखेरि विदेशतिर बरु यस्तो हुँदैन, तर नेपालमा यस्तो पनि थियो। अब सरकारी सेवामा रहिसकेपछि त्यहाँबाट निस्किसकेपछि त्यो सेवा सुविधाहरू हटाउँदाखेरि धेरै सरकारी खजानामा लोड पर्दैन। अब यस्तो धेरै सेवामा रहेका पदाधिकारीहरू पनि छन्, जस्तो प्रहरी, सेना लगायत धेरै सुरक्षाकर्मीहरू पनि अहिले यस्ता पूर्व भिआइपीहरू जो मन्त्री, राष्ट्रपति रहेर निस्किसक्नुभयो, उहाँहरूको घरमा हुनुहुन्छ। अब यसरी रहेका प्रहरीहरूलाई पनि फिर्ता बोलाएर जति चाहिन्छ, जस्तो मानौँ एकजना जरुरत छ भने थ्रेट हेरेर एकजना दिने, त्यसपछि अरू सबैलाई फिर्ता बोलाउने। अब एकजनाकै घरमा सुरक्षादेखि लिएर ड्राइभरदेखि लिएर विभिन्न सागसब्जी ल्याउने, खाना बनाउने, कुकुर डुलाउने, बगान खन्ने लगायत धेरै अनैतिक खर्चहरू भइरहेको देखिन्छ। योभन्दा पहिला सुरुवातमा केही समय अगाडि रवि लामिछाने गृहमन्त्री हुँदा पनि यो काम सुरुवात गर्नुभएको थियो। एकदम सबै जो पनि जरुरतभन्दा धेरै सुरक्षाकर्मीहरू यसरी पूर्व भिआइपीहरूको घरमा हुनुहुन्थ्यो, उहाँहरूलाई फिर्ता बोलाउनु भएको थियो। त्यस्तै सुरुवात अहिले नयाँ सरकारले अब पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट सुरुवात गरेको छ। अब यस्ता छन् भने अहिले जाँच हुन्छ बिस्तारै। यस्तो भेटिएको खण्डमा सबै अब यति सानो देशमा खर्च धेरै, भिआइपीहरूले कति यस्ता पनि थिए कि कानुन बनाउने, सबैभन्दा पहिला मन्त्रीहरूले कानुन बनाउने, मन्त्रालय आफै सरकारमा भएपछि कानुन बनाउने, त्यहाँबाट हटिसकेपछि पनि सेवा सुविधाहरू लिइरहने, अगाडि पछाडि गाडीको लावालस्कार हैन, अनि त्यसपछि सुरक्षाकर्मी त्यस्तै, ड्राइभरहरूदेखि लिएर यी धेरै फाल्टु खर्चहरूलाई रोक्नु सरकारको यो एकदमै राम्रो निर्णय हो। तपाईँहरूलाई कस्तो लाग्यो सबैले एकचोटि कमेन्ट गर्नुहोला।